नमस्कार सबै दर्शकबिनहरू। आज हामी जान्नेछौँ अगर कसैमाथि खिलाइ-पिलाइद्वारा या माथिको उप्रिवार क्रिया गरेर कसैमाथि मसानीको चौकी अथवा मसानी क्रिया गराइदियो भने के लक्षण हुन्छन्? पहिला हामी बुझौँ है त। जसको माथि मसानीको क्रिया छ उलाई उसको दिनभरि उसको टाउको दुख्ने, उसको कन्धा भारी हुने, उसको छाती भारी हुने, पेटको स्थिति उलाई खाना नपच्ने, सधैँ ग्यास बनिराख्ने, अनि उसको हात खुट्टा धेरै जस्तो दुख्ने, अनि अब राति साँझको बेला झन गाह्रो हुन्छ। अनि राति सुत्ने बेला लगभग 12-1-2 बजेतिर यस्तो सुत्दाखेरिमै छातीमा एकदमै कोही बस्या जस्तो एकदम हेभी प्रभाव हुने, अनि त्यो रुममा कोही छ कि यस्तो डरलाग्दो अनुभव हुने, अनि यसमा सपना नै हजुरलाई एकदम डरलाग्दो, कसैले हाने जस्तो, कसैले दुगडाया लखेटे जस्तो यस्तो सपना हुन्छन्। कति केसहरूमा त महिला अथवा पुरुष जसको माथि यो क्रिया छ उहाँहरूसँग यस्तो सम्भोगको क्रिया हुने, कसैले केही गरिया छ, अनि त्यस कारणले हजुरको स्वप्न दोष हुन्छ, वीर्यपात हुन्छ। अनि मुख्य लक्षण त यसको के हुन् कि अब हजुर रात्रिभरि यस कारणले सुत्नै सक्नुहुन्न। अब हजुर राति सुत्न सक्नुहुन्न भने हजुर बिहान उठ्दाखेरि फ्रेस नै हुनुहुन्न। अब यसले चाहिँ हजुरको काममा, जबमा, सबैतिरमा धेरै प्रभाव पर्छ। अब हजुरको रातभरि निन्द्रा नै पुग्या छैन, बिहान कसरी फ्रेस उठ्नुहुन्छ, अल्छी लाएर दिनभरि त्यस्तै निद लाग्ने। अब हजुर एकदम एकान्त एक्लै बस्ने के। कोहीले अगर केही राम्रो सल्लाह नि दिइरहेछ घरको गार्जियनहरूले, त्यो सानोतिनो कुरा र राम्रो सल्लाहमा नि हजुर झगडा गर्ने, हजुर एकदम दिनभरि इरिटेट हुने, गुस्सा आउने, सबैसँग टाढा बस्ने, एक्लोपन के। एक्लै बस्नमा हजुरलाई धेरै जस्तो केसमा हजुर एक्लै नै हुनुहुन्छ। यो त हामीले हजुरलाई मुख्य यसका लक्षणहरू भन्यौँ। अब यसमा धेरैजनाहरूले के भन्छन् कि हामीले त हनुमानजीको चाल्सा नि गर्छौँ, त्यही नि किन हामी सफल हुँदैनौँ? पहिला हामी बुझौँ है त किन हामी सफल हुँदैनौँ। किनकि हेर्नु, मसानी एउटा देव शक्ति हो। मसानी माता शीतलाको अन्तर्गत चल्नुहुन्छ। माता मदानन उहाँको यो संसारमा जतिवटा चोक चौराहरू छन् माताको बास हुन्छ। त्यहाँदेखि मातालाई यो वरदान श्री कृष्णले नै दिएको छन् कि माता मसानीको आज्ञा बिना, चाहे त्यो सात्विक शक्ति होस् चाहे त्यो नेगेटिभ एनर्जी होस्, त्यो कहिले नि त्यो चौराहा क्रस गर्न सक्दैन। त्यसै कारणले माता मसानीको शक्ति एकदम प्रबल छ। अब यसमा हजुरले हनुमान चाल्सा गर्नुहुन्छ, त्यही नि हजुरले लाभ किन पाउनुहुन्न? किनकि भगवतीका अंश हुनको कारणले। अब हेर्नु, भगवतीको अगाडि हिँड्नुहुन्छ हनुमानजी अनि पछाडि बाबा भैरवनाथ। अब यो चाहिँ त मसानी त भगवतीकै अंश हो, अनि त्यसै कारणले हनुमानजीले किन आफ्नो भगवतीको अंशमाथि प्रहार गर्नुहुन्छ? त्यसै कारणले यसमा हजुरले हनुमान चाल्सा गर्दा, अरू अन्यथा पूजा गर्दा हजुर सफल हुनु हुँदैन। अब उहाँलाई कसरी हटाउने त? मुख्य कुरा हेर्नु, हजुर धेरै जस्तो दरबारमा नि जानुहुन्छ, त्यो लौङ फुकाएर लाउनुहुन्छ, ताबिज लाउनुहुन्छ, त्यही नि हजुर किन सफल हुनुहुन्न? किनकि हेर्नु, मसानी क्रियामा नि कहिले नि त्यो बलको प्रयोग गरेर, ठुला भन्दा ठुला तान्त्रिकले नि बलको प्रयोग गरेर उहाँलाई कहिले नि हटाउन सक्दैन, किनकि उहाँ आफै नै देव शक्ति हुनुहुन्छ। उहाँलाई अब हटाउने कसरी त? अब हजुर दरबार जानुहुन्छ, त्यहाँ भगतहरूले त्यो चुट्टिया हल्लाउँछन्, आफ्नो यताउता त्यो हेराउँछन् कि शरीरमा शक्ति आयो, हेनतेन, तिनीहरूले नि गर्न सक्दैनन् किनकि तिनीहरू त्यस्तो जानकार हुँदैनन्। अब उहाँलाई कसरी हटाउने त? हेर्नु, मुख्य यसमा यसलाई कसले हटाउन सक्यो? एउटा सिद्ध योगी, एउटा अवघड जसलाई तन्त्र मन्त्र यन्त्रको ज्ञान छ, जसको भित्र परमात्माको किरण छ, जसको गुरुमा दम छ, जसको गुरुले यो तन्त्रको शिक्षा दिनुभएको छ। अनि उनीहरूसँग के हुन्छ नि, उहाँहरूको सिद्धि हुन्छ माता मसानीको। उहाँहरूले के प्रार्थना गर्छन् हजुरलाई? अब जस्तो कोही बिरामी छ, माता मसानीलाई तिनीहरूले सम्पर्क गरेर
ध्यानको माध्यमले, आफ्नो ऊर्जाको माध्यमले माता मसानीलाई मनाइहाल्छन् भोग प्रसाद दिएर। अनि बल्ल माता मसानी मान्नुहुन्छ, बिस्तारै बिस्तारै उहाँको क्रूर दृष्टि हजुरमाथिबाट हट्नेछ अनि हजुर बल्ल बिस्तारै बिस्तारै निको हुनुहुन्छ। किनकि माता मसानीको अन्तर्गत 360 प्रकारको मसानी नै माता मसानीसँग हिँड्छन्। एकचोटि माता मदानन अगर मान्नुभयो भने हजुरको उपचार सजिलै हुन्छ। हजुरहरूसँग नि यस्तो केही समस्या छ भने हामीलाई सम्पर्क गर्नुहोला। यो स्क्रिनमा हामीले आफ्नो नम्बर हालिदिन्छौँ। आजको लागि यति नै। ओम नमो आदेश।